हल्लो अनि नमस्कार सम्पूर्णमा पोखराबाट बिहानै लगभग 6:30 बज्न लागेको छ। म चाहिँ हिजो आएर चाहिँ राम मन्दिर धर्मशाला परिसरमा आश्रय लिएको थिएँ। यताको भाषा बोलौँ। रुम चाहिँ यस्तो चाहिँ अब चाहिँ छिटो यहाँबाट चाहिँ लिफ्टको लागि चाहिँ जाने हो। कुन जग्गा जानुपर्ने हो अब यो चाहिँ गुगलमा हेरिन्छ। र आज बिहानै यो मन्दिरको दृश्य चाहिँ यसरी देखिँदैछ र आज चाहिँ मेरो यात्राको चौथो दिन सुरु हुँदैछ। अब चाहिँ म लिफ्टको लागि अर्को दिशापट्टि जानुपर्ने रहेछ, किनभने यहाँबाट चाहिँ बेनी अथवा जोमसोमपट्टि चाहिँ गाडी नकुद्दो रहेछ। यहाँदेखि चाहिँ माथि त्यहाँ हिमालको पनि दृश्य देखिन थाल्यो। माउन्टेन्स, कुन चाहिँ माउन्टेन हो, यता पनि डाँडा काँडा र माथि हिमाल चाहिँ मजाले नै देखिँदैछ। र बिहानीको पोखरा मान्छेको चहलपहल सुरु भइसकेको छ। केही ठन्डा छ। योजना चाहिँ कस्तो छ भन्दाखेरि चाहिँ म चाहिँ अहिले पोखराको साउथपट्टि रहेछु अनि मुक्तिनाथ अथवा बेनी जानुको लागि चाहिँ नर्थ वेस्टपट्टि हुनुपर्ने जानुपर्ने रहेछ, मतलब एक्जिट पोइन्ट। र यहाँदेखि चाहिँ कुनै पनि गाडीमा सायद लिफ्ट पाउँदैन होला। लिफ्ट माग्नुको लागि चाहिँ म पुग्नुपर्ने छ हरिचोक। अब यहाँदेखि चाहिँ हरिचोक चाहिँ निकै टाढो नै रहेछ। लोकललाई सोधेअनुसार यो चोकदेखि उता कतातिर जाने रहेछ बाटो चाहिँ। अब म सायद कोही बाइकवालाहरू आयो भने रोकेर जानेछु। हिँडेर चाहिँ निकै टाढै पर्ने रहेछ। मुक्तिनाथ त यहीँबाट पनि जान्छ के र? हजुर, तर उहाँहरूले त अब लिफ्ट दिनुहुन्छ कि हुन्न? अब सोधौँ है पहिला। हजुर चाहिँ कहाँसम्म जानुहुन्छ? हजुर म त जाने चाहिँ मुक्तिनाथ हो कि, तर म बिना पैसा यात्रा गर्दैछु अहिले चाहिँ। लिफ्ट माग्दै यता त्यो उहाँ चाहिँ नेपाली हजुर, मुलुकको नमस्कार। दार्जिलिङ रहेछ। नेपाली भए पनि भएको मान्छे रहेछ। नेपालप्रति माया गर्ने मान्छे रहेछ। बिना पैसा दार्जिलिङबाट मुक्तिनाथसम्म जाने कार्यक्रम रहेछ। त्यसको लागि अब सबैले जे जस्तो सहयोग हुन्छ मैले विरोधबाट धन्यवाद हजुर। यसरी म लिफ्ट दिँदै आज चाहिँ चौथो दिन हो। यहाँदेखि पनि अब लिफ्ट लिने प्रयास गर्दैछु। कुनै उता जाने गाडीहरू यसो लिफ्ट मिलाइदिनु सक्नुभयो भने एकदम हजुर एकदम आभारी रहने थिएँ। हामी दार्जिलिङ जाँदा नि धेरै सहयोग गर्छन्। हजुर सिक्किम जाँदा दार्जिलिङ जाँदा सहयोग गर्छन्। होइन, यता पनि धेरै सहयोग। मैले यहाँसम्म अब लिफ्टै लिएर आएको, मैले सहयोग पाएँ। अब यहाँदेखि अब त्यही लिफ्टसम्म भएसम्म उहाँहरूले गर्नुहुन्छ होला। हुन्छ। म उहाँलाई चाहिँ त झाँक्री गाडीमा हालेर पठाइदिनु है। हुन्छ तपाईँलाई पठाइदिन्छु। हुन्छ। एउटा गाडी छ आउँदैछ, हजुर त्यही गाडीमा हालेर तपाईँलाई हुन्छ। मलाई कुनै पनि सामान बोक्ने गाडीहरू भए पनि माथि जाने गाडी लिन्छ। गाडीको बरु हजुरले त्यो बनाउनु एउटा यो ब्लग बनाउनु भयो भने हजुर त्यही हो। उसको बनाएर हालिदिनु। यो गाडीमा हामीलाई सहयोग गर्यो भनेर हालिदिनु कि तपाईँलाई पठाइदिनु। हुन्छ, धन्यवाद हजुरहरूलाई। हुन्छ, तपाईँलाई पनि सहयोगको लागि धन्यवाद। हजुर गर्छु भन। मेरो गोपी उप्रेती गोपी उप्रेती यहाँ लोकलै हुनु? लोकलै हो। मेरो हुन्छ। किनारकै हो, मैले नै गाडी चलाउने। ए तपाईँले त्यसो भन्नुभयो, तपाईँलाई त्यति सहयोग हामी पनि गर्दा हुन्छ हुन्छ प्लस तपाईँले पनि हाम्रो गाडीको एउटा सानो चाहिँ बनाएर यहाँबाट यस्तो पाइन्छ भनेर काउन्टरबाट हजुर। किनारको लागि चाहिँ यहाँबाट जान्छ। ए तपाईँको गाडीको काउन्टर चाहिँ यो? हजुर, हाम्रो गाडी सबै हुन्छ। राजमार्ग पुग्यो। तपाईँले अझ भनिदिनु भने अझै राम्रो हुन्थ्यो। एकपल्ट भनिदिनुहोस् न। होइन, यो मुक्तिनाथको लागि चाहिँ गाडी हाम्रो यहीँबाट जाने पृथ्वी समितिको अफिस हो। यहाँबाट मुक्तिनाथको लागि गाडी दैनिक टिभी लगायत बस जिप सबै सुविधा यहीँबाट छ। कसैलाई पनि मुक्तिनाथ जानको लागि आउन चाहेमा तपाईँको गाडीहरू चाहेमा यहाँ जिरोबाट चाहिँ जान सक्नुहुन्छ। हुन्छ हुन्छ, धन्यवाद। 560 360 सम्पर्क गर्न सक्नुहुन्छ। सम्पर्क गरेर अथवा खुदै आएर टिकट काटेर मुक्तिनाथसम्मको यात्रा चाहिँ एकदम आरामले गर्न सक्नुहुन्छ। मुक्तिनाथ जाने गाडीहरू चाहिँ यो सानो खालके माइक्रो बस भन्छ नि यसलाई? हजुर, माइक्रो बस हो। नम्बर पनि भन्नु पर्यो। गाडीको नम्बर कि फोन नम्बर? गाडी नम्बर, मोबाइल फोन नम्बर। नम्बर त रहेछ यहाँ। गाडीको नम्बर पछाडि पनि छ नम्बर। हजुर ट्यागको
बेनी मुक्तिनाथ जोमसोमसम्म जाने गाडी होटेलको सुविधा पनि छ यहाँ हजुर हजुर यो गाडी चाहिँ तपाईँको जाने गाडी ए हजुर जाने गाडी हो अहिले जाने गाडी चाहिँ त्यो है फेरि ए अच्छा अच्छा यो चाहिँ भोलि जान्छ हजुरको शुभ नाम बताइदिइराख्नुहोस् न त मेरो शुभ नाम विवेक तोलाचन हजुर घर मुस्ताङ मुस्ताङ अहिले पोखरा स्थित यहाँदेखि यो जुन अगाडि जुन हिमाल देखिरहेको छ यो चाहिँ माछा पुछ्रे हिमाल यो चाहिँ अन्नपूर्ण रहेछ माछा पुछ्रे होइन रहेछ र उतापट्टि चाहिँ मेन रोड रहेछ यतापट्टि चाहिँ अर्को एउटा गल्ली जस्तो रहेछ यहाँ चाहिँ पार्किङ गाडीको अन्त यो गाडी चाहिँ उहाँको रहेछ उहाँ पनि मुक्तिनाथको रुटमा हिँड्नु हुँदो रहेछ भनिदिनुहोस् न तपाईँले आफ्नो अलिकति परिचय दिनुहोस् मेरो घर धादिङ म बस्ने पोखरा मेरो गाडी मुक्तिनाथ पोखरा चल्छ मेरो नम्बर 9816661569 जान पऱ्यो सम्पर्क गर्नु होला होटल लागि व्यवस्था छ यहाँ रहेछ नम्बर यहाँ रहेछ यो अर्को नम्बर हो मेरो अर्को पर्सनल नम्बर 9816661569 हुन्छ धन्यवाद तर आज तपाईँको चाहिँ कहिले भोलि मेरो भोलि ए, 7:30 बजी ट्रन मुक्तिनाथ पोखरा जानमा सम्झिनु होला सबै सुविस्ता गाडीमा यो पेट्रोल हो कि इभी हो यो इबी सिटहरू देखाइदिनु सिट अँ, वाइफाई सबै सब सुविधा भएको गाडी एकदम वाइफाई सुविधा है सिटहरू हेर्नु र गाडीको भित्रको इन्टेरियर चाहिँ यस्तो रहेछ एकदम मजाको सिटहरू पनि कम्फोर्टेबल वाइफाई फेसिलिटीसँग हजुर एसी हिटर एकदम एसी हिटर चिप्स एउटा चिप्स पनि एउटा अरे राम्रो पानी रहेछ। एउटा हजुर कम्प्लिमेन्ट्री त्यो चाहिँ हजुर ठिक रहेछ गरेर बस्न सुविस्ता होटल हजुर। सुविस्ता हजुर। मेरो होटल छ आफ्नै होटल छ माथि आफ्नै 3035 पर्ने रुम उम्, 2025 यहाँ मिल्छ मिल्छ 1500सम्म मिल्छ एकजना सिङ्गल भयो भने बस्नु मात्रै खानु पनि बस्नु मात्रै बस्नु मात्रै। खानाको साझा खाना 500 सादा खाना पाइन्छ हजुर यो सब्जी तपाईँको कहाँदेखि ल्याउनु भएको हेम्जाबाट दाजु खेम्जा हेम्जा 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 अच्छा 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 आफै उब्जाउनु भएको यो सबै मेरै हो आफ्नै बारीको यहाँ पुरा रुट देखाएको रहेछ पोखरा बेनी काँचो पानी रूपेश्वर घाँसा लेके जुत्ता र यहाँको गुरुजी चाहिँ तपाईँ हुनुहुन्छ हुन्छ नमस्कार नमस्ते म चाहिँ बिना पैसा यात्रा गर्दैछु इन्डियादेखि र हजुरलाई सायद भन्नुभयो होला लिभ दिनुभएछ होइन यहाँ मिलाइदिनु भएछ हुन्छ एकदम धन्यवाद हजुरलाई एकदम धेरै धेरै उहाँको गाडी चाहिँ यो हो नम्बर यो हेर्नु सक्नुहुन्छ फाइनली 8:06 गाडी पाइयो हजुर चाहिँ कहाँदेखि आउनुभयो म त उता काठमाडौँबाट हो ए काठमाडौँ घरै काठमाडौँ अच्छा अच्छा केही गर्नुहुन्छ म नि घुम्न ए घुम्नै घुम्न होइन उता चाहिँ के गर्नुहुन्छ उता हल्का पुलिसको जब ए जब गर्नुहुन्छ हजुरको शुभ नाम बताइदिनुहोस् न मेरो आयुष तामाङ आयुष तामाङ हालैमा चाहिँ बेनी बजार काटेर अलिकति माथि आइपुगेको छ यो के जग्गा भन्छ यसलाई गलेश्वर भन्छ नि ऊ त्यहाँ मन्दिर छ ऊ पॉइन्ट रहेछ नि हजुर हजुर हो यहाँबाट तल जानु अनि यो चाहिँ कस्तो भने तपाईँको उहाँ काठमाडौँमा पशुपतिनाथ छ नि हजुर हजुर त्यसपछि सेकेन्ड नम्बरमा यो चाहिँ एउटै शालिग्राम माथि बनाएको छ यो मन्दिर चाहिँ हजुर हजुर मेरो नाम सुरज हो सुरेश अच्छा अच्छा उहाँ हुनुहुन्छ सहयोगी हजुरकोमा अलिकति परिचय दिनुहोस् न हजुर मेरो घर पोखरा पोखरा हजुर हामी दाजुभाइ यो गाडीमा हिँड्ने ए एउटा दाजुभाइ हुनुहुन्छ हजुर अरे एकदमै राम्रो रहेछ मेरो नाम सुमन हो घर हाम्रो पोखरा हो हालैमा चाहिँ हाम्रो गाडी चार्जिङमा लगाएको कारणले गर्दा चाहिँ यहाँ गलेश्वर धाममा दर्शन गर्नुको लागि आइरहेको छु यहाँ पछाडि चाहिँ काली गण्डकी खोला बग्दो रहेछ अहिले चाहिँ उहाँलाई म टिका लगाइदिँदै साह्रो बानी चाहिँ छैन है यहाँ चाहिँ पुरा ढुङ्गाको चट्टान रहेछ यो ढुङ्गाको चट्टानमाथि चाहिँ मन्दिरहरू अवस्थित रहेछ चाहिँ उहाँले चाहिँ केरा दोकान बेच्नु हुँदो रहेछ अनि उहाँले चाहिँ केरा किन्नु हुँदैछ केरा खाँदै जाने हो गाडीतर्फ
र अहिले चाहिँ टक्क हामी आइपुगिसकेको छौँ यो युट्युबमा देखिरहने मुस्ताङ जाने बाटोको यो वाटरफल। अहिले चाहिँ पानी कम्ती भएकोले अलिकति कम्ती सानो देखिँदो रहेछ। हालैको भ्यू चाहिँ यस्तो छ यहाँदेखि। यहाँ मासतिर चाहिँ एकदमै हिउँ परेछ हिजो। र अहिले भन्नुपर्दा चाहिँ ठिक्क हामी पुगेको छौँ लेतेमा। र यहाँ केही तलतिर चाहिँ यो घाँसा भन्ने ठाउँमा चाहिँ यो पर्मिट बनाउनु पर्ने हुन्छ 1000 रुपियाँ अन्नपूर्ण कन्जर्भेसन एरिया प्रोजेक्ट। र हामी चाहिँ यो पर्मिट बनाइसकेर चाहिँ अहिले अलिकति माथि आइसकेको छौँ घाँसादेखि चाहिँ। यो ठाउँको नाम चाहिँ लेते। तपाईँलाई कस्तो लागिरहेछ बताइदिनुहोस् न। रमाइलो लेते त यहाँ हिमालय चारैतिर है। लो यहाँ हेर्नुहोस् वेलकम टु मार्फा भिलेज। र अहिले चाहिँ हामी टक्कै यो पपुलर मार्फा यो गल्लीमा आइसकिसकेको छु। अब यहाँ केही समय यो यसको गल्ली घुम्ने हो। र हामीसँग सहयात्री चाहिँ उहाँहरू हुनुहुन्छ बङ्गलादेशबाट हुनुहुँदो रहेछ। उहाँ 2 जना पछाडि छ। उहाँहरू चाहिँ झारखण्डबाट रहेछ। उहाँ हुनुहुन्छ काठमाडौँदेखि नै। र यो आइफलको बोटहरू चाहिँ त्यो फलिसकेर पनि प्रुनिङ गरेको रहेछ। सायद सिजन भएको छैन। अचम्मको भिलेज घरको बनावट हेरिहाल्नुहोस्। ढुङ्गा काठ के हो यो ले बनाएको काठमाथि पनि ढुङ्गा लगाएर भित्र चाहिँ गाई रहेछ क्या हो। र यो चाहिँ मार्फाको अर्को गेट। अझै पनि हेर्नुहोस् यस्तो पुरानो बनावटको घरहरू यहाँ। यो साइड सबै होटलहरू लक रहेछ अहिले चाहिँ ठन्डा भएको कारण हुनसक्छ। यो चाहिँ फोटो खिच्ने चौरी गाई रहेछ। हेरिहाल्नुहोस् मार्फाको गल्ली चाहिँ ब्याकग्राउन्डमा। सिजनमा चाहिँ भिडभाड हुने ठाउँ अहिले चाहिँ अलिक सुनसान रहेछ। यो पुरानो अरे यो एकदम पुरानो चौरीको यो छालाको यो बस्ने चौरीको है। उहाँले निरीक्षण गर्दै दामी मार्फाको गल्ली चाहिँ सबै काठको काठमाथि ढुङ्गा हेर्नुहोस् ढुङ्गामाथि क्याफेहरू दामी दामी क्याफेहरू। यो कति पुरानोहरू यो ढाँचा 100 वर्ष। र यहाँको लोकल अनुसार 100 वर्ष पुरानो घरहरू भन्नुहुन्छ। बाफ्रे अझै पनि एकदम राम्रो कन्डिसनमा छ। काठ ढुङ्गा र माटोले मात्रै बन्ने तापनि यो चाहिँ झाँक्री गल्ली। हजुर नमस्कार। तपाईँलाई अलिकति जानकारी लिनु। यो घरहरूको माथि जति पनि यो दाउराहरू टाइपको राखेको के कारणले गर्दा? मेरो फोटो दिने म भन्छु तपाईँ मेरो मुख नदेखाउनु। हजुर हुन्छ लु यता फर्काए भनिदिनुहोस् न। हजुर के भन्नु? यो जुन दाउरा राखेको छ नि छतमा सबै घरमा राखेको छ त्यो राख्नुको कारण नि काम यस्तो हुँदैन। हिउँदोको लागि पहिला हिउँ पर्छ नि। हिउँ पर्दाखेरि टिप्न सक्ने त्यही सबै राखिदिन्छ। अनि डेकोरेसन त यस्तै राख्दाखेरि राम्रो देख्छ नि। पहिला पुर्खादेखि नै यस्तै राख्छ सबै गाउँमा। दाउराकै लागि बाल्नुको लागि हिउँ पर्छ भनेर। मोनास्ट्री यहाँ माथि रहेछ मोनास्ट्री। एक झलक मोनास्ट्रीको अलिक छल्ले तापनि यहाँदेखि चाहिँ मोनास्ट्री रहेछ। सायद हामी घुम्ने समय चाहिँ पाउँदैनौँ होला गाडीले पर्खिरहेको छ। गल्ली अलिकति गल्ली चाहिँ हेरिदिनु पऱ्यो। यहाँ गल्ली लेखेको छ। गल्ली चाहिँ लु हेर्नुहोस् आम्मामा मार्फाको गल्ली। लु हेर्नुहोस् घरै घर कनेक्टेड घरहरू। अहिले धेर माथि नजाने गाडी भएको पनि जाने चिसो भयो। यो चाहिँ सायद निस्किने गेट होला। लु हामी पनि यहाँबाट एक्जिट गरौँ। अहिले चाहिँ हामी यो मार्फाको सिँढी माथि डाँडामा जाने। रो अगाडि झारखण्डको 2 भाइ उकालो कुद्दैछ। हालैमा चाहिँ मार्फाको डाँडामा रमिता हेर्ने डाँडामा आइपुगेको। हावा सरर चिसो 4:20 भइसकेको छ। र फाइनली चाहिँ हामी उहाँ र म 2 भाइ चाहिँ जमसममा आइपुग्यौँ। जमसममा आइपुगेर पनि यो होटलको रुममा छौँ अहिले। आज हामी स्टे गर्ने होटलको रुम चाहिँ यस्तो छ। यो चाहिँ जमसममा
अनि यहाँबाट बाहिर जोमसोमको नजारा पारी हिउँ परिरहेको छ डाँडा काँडा र एकदमै चिसो छ बेलुका भएर पनि होला। अब हेरौँ एकछिन बाहिर निस्किनेछौँ यसो रमिता हेर्नको लागि। आम्मामामामा एकदम लास्ट चिसो हावा, एकदम चिसो हावा। अहिले चाहिँ अलिकति हावा कम भएर हामी केही क्षणको लागि जोमसोमको बाहिर नजारा हेर्नु निस्केको छौँ हामी दुई भाइ। यहाँ चाहिँ गुम्बा रहेछ, एकदम मजाको गुम्बा, गजबको भेडा रहेछ। र जोमसोममा पनि नयाँ आधुनिक र पुरानो दुवै किसिमको घरहरू देख्न सकिने रहेछ। उतातिर होटलहरू सबै नयाँ डिजाइनमा बनिएको भए तापनि यतातिर चाहिँ यहाँ हेर्नुहोस् एकदम पुरानो डिजाइनको घरहरू अझै यथावत रहेछ। ए माटोले बनिएको यहाँ माटो र ढुङ्गा, यहाँ यस्तो यी काठमाथि पनि ढुङ्गामाथि पनि काठको दाउरा एकदम डिपोजिट गरेर राखेको कि दैलोहरू ब्लास्ट एकदम पुरानो डिजाइनको। हेर्नुहोस् न कहिलेको छ होला यो। मुस्ताङको कुकुर मजाले जाडोमा बसिरहेको छ। जोमसोम पनि धेरै जस्तो घरहरू त ताला लगाइरहेको रहेछ। जाडोले गर्दा सबै गरमतिर भागेछ क्या हो। अहिले चाहिँ हामी केही माथि आइसकेको छौँ यहाँबाट यसो रमिता हेर्नको लागि। लु हेर्नुहोस् गाइस, यहाँदेखि चाहिँ यो जोमसोमको भ्यू चाहिँ मजाले देखिने रहेछ चारैपट्टि। लु हेरिहाल्नुहोस्, ए यहाँदेखि यताको ल्यान्डस्केप हेर्नुहोस्, आम्मामा जोमसोम बजार, पहाडहरू, उता पारी हिमाल, यता सनसेट हुँदैछ। यहाँबाट चाहिँ बब्बाल देख्दो रहेछ मुस्ताङको भ्यू। यो साइड भ्यू पोइन्ट बनिएको होला। र हालमा चाहिँ के छन् बाहिर घुमेर चाहिँ हामी फेरि रुममा आइसकेको छौँ, किनभने बाहिर चाहिँ अत्याधिक ठन्डा। अब साँझ पनि हुन लाग्यो, अब चाहिँ बाहिर सकिँदैन, अब भोलि बिहान उठ्ने हो, त्यहाँदेखि मुक्तिनाथतर्फ जाने हो। यो भिडियो चाहिँ अब यहीँ अन्त गर्दैछु, फेरि भेटौँला अब भोलि।